यति बेला 25 करोड बोकेको एउटा ट्रक र उनका चालक पक्राउ परेका छन्। सिन्धुपाल्चोकमा जन्मिएका कुसाङ लामा फुच्चे उपनामले चिनिन्छन्। नाम फुच्चे भए पनि काम भने बढे मानको छ र पैसाको भारी पनि बढे मानकै बोक्छन्। 25 करोड पैसा आफ्नै ट्रकमा बोकेर काठमाडौँदेखि केरुङ सुइकिँदै गर्दा विशेष सूचनाका आधारमा नेपाल प्रहरीले उनलाई पक्राउ गरेको छ। कहाँबाट आयो यो पैसा, कसको हो यो पैसा, कसको इशारामा कहाँ र किन लगिँदै थियो यो पैसा, यो भने अहिले अनुसन्धान हुँदैछ। अझ गजबको कुरा त फुच्चेले आफ्नै टडकको पछाडि एउटा शायरी लेखेका छन्। फुच्चेले आफ्नो टडकको पछाडि लेखेको शायरी उनको जीवनमा ठ्याक्कै मेल खान्छ। उनले आफ्नो टडकका पछाडि लेखेका छन्, गुड्नु छ रोडमा, कमाउनु छ नोटमा, जिन्दगीको भारी बोक्नु छ चोटै चोटमा। हो, यो शायरी जस्तै भएको छ फुच्चेको जीवनी पनि। यसअघि पनि नोट कमाउने लोभमा 7 वर्ष अगाडि 7 किलो सुन बोकेर हाइलक्स गाडीमा केरुङबाट काठमाडौँ आउँदै गर्दा पक्राउ परेका थिए। 5 वर्ष कारागार बसे। फेरि नोट कमाउने लोभमा 25 करोड नोट बोकेर केरुङ लाग्दा पक्राउ परेका हुन्। सायद यो शायरी उनले आफ्नै लागि आफ्नो गाडीको पछाडि लेखेका थिए। प्रहरीसँग उनले केरुङबाट अन्य 2 व्यक्तिले नगद बोकेर आउने भनेको भन्दै बताएका छन्। प्रहरीले अहिले पनि उनी सुन तस्करकै लागि केरुङतर्फ जाँदै थिए भन्ने आशंका गरेको छ, किनकि उनी यसअघि पनि सुन तस्करमै कारागार बसेर निस्किएका थिए। फुच्चे अहिले फेरि पक्राउ परेका छन्। यो पैसा कसको हो, यति धेरै पैसा उनले कहाँ, किन र कसको लागि लग्दै थिए? 25 करोड पैसा ट्रकमा राखेर सुइकिँदै गर्दा उनी पक्राउ परेका छन्। यो विषयमा भने अहिले नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ। बाँकी केही नयाँ अपडेट आयो भने हामीले थाहा पाउने नै छौं। तर यो पैसा कसको हो र किन लगिँदै थियो, यो कुरामा भने छर्लङ्ग नेपाली जनताले थाहा पाउनुपर्छ। अनुसन्धानमा केही कमी नहोस्, यही भन्न चाहन्छु।